सी को रिजल्ट आयो, सी मा पास भयो। अब सी पछि के पढ्नु राम्रो हुन्छ भनेर धेरै जस्तो विद्यार्थीहरू कन्फ्युज हुन्छन्। आजको यस भिडियोमा हामी चाहिँ सी पछि के पढ्दा राम्रो हुन्छ भने त्यसैको बारेमा छलफल गर्नेछौँ। त्यसैले यस भिडियोलाई बिना स्किप गरिकन अन्तसम्म हेर्नु होला। साथै यस च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिलिनु होला फ्युचर अपडेट्सहरूको लागि। अब आइदा सुरु गरौँ। सबभन्दा पहिला नेपालमा सी पास गरेपछि विद्यार्थीहरू दुईवटा कोर्स पढ्न सक्छन्, जुन चाहिँ एउटा टेक्निकल कोर्स हो भने चाहिँ अर्को नन टेक्निकल कोर्स हो। अब बुझौं चाहिँ टेक्निकल कोर्स के हो र नन टेक्निकल कोर्स के हो। टेक्निकल कोर्स भनेको चाहिँ सिप मूलक र व्यवहारिक शिक्षाले बुझिन्छ। जस्तै यसमा केवल किताबको ज्ञान मात्र होइन, यसमा प्र्याक्टिकल ल्याब हुन्छ, वर्कसप हुन्छ, फिल्ड वर्क हुन्छ, ट्रेनिङ जस्ता हुन्छ। यो चाहिँ सीटीबीटी द्वारा सञ्चालन गरिन्छ। यो 3 वर्षको कोर्स हुन्छ। यसमा चाहिँ तपाईले के पढ्न सक्नुहुन्छ। यसमा चाहिँ तपाई इन्जिनियरिङ पढ्न सक्नुहुन्छ, मेडिकल पढ्न सक्नुहुन्छ। अब चाहिँ इन्जिनियरिङमा तपाई कुन इन्जिनियरिङ गर्न सक्नुहुन्छ। कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, जियोमेट्रिक इन्जिनियरिङ गर्न सक्नुहुन्छ। फेरि यो इन्जिनियरिङमा तपाईको चाहिँ सबै सेमेस्टर वाइज हुन्छ हैन। त्यस्तै मेडिकलमा तपाई के पढ्न सक्नुहुन्छ। एचए पढ्न सक्नुहुन्छ, फार्मेसी पढ्न सक्नुहुन्छ, ल्याब पढ्न सक्नुहुन्छ। अब चाहिँ जुनसुकै टेक्निकल कोर्स पढ्नलाई सी मा तपाईले कति जीपी लागेको हुनुपर्छ त्यसको बारेमा डिस्कसन गरौँ। यदि तपाई मेडिकल पढ्न चाहनुहुन्छ, जस्तै एचए, फार्मेसी, ल्याब जुनसुकै मेडिकल पढ्न चाहनुहुन्छ भने तपाईको एटलिस्ट 2 जीपी लागेको हुनुपर्छ। र त्यसका साथसाथै म्याथ, साइन्स, इंग्लिशमा तपाईको सी ग्रेड आएको हुनुपर्छ। त्यही भनेको 2 जीपी लागेको हुनुपर्छ। अब कुरा गरौँ इन्जिनियरिङको चाहिँ 1.6 जीपीए जति लागेको हुनुपर्छ। यसमा खासै चाहिँ जीपीए म्याटर गर्दैन इन्जिनियरिङमा। त्यस्तै अब फी स्ट्रक्चरको कुरा गरौँ, यो फेरि कलेज अनुसार र प्राइभेट र गभर्नमेन्ट अनुसार फरक हुन्छ। तपाई चाहिँ कुन कलेजबाट पढ्नुहुन्छ त्यसमा पनि डिफरेन्ट हुन्छ हैन। चाहिँ कुन ठाउँबाट पढिराख्नु भएको छ यसमा पनि डिफरेन्ट हुन्छ। त्यसैले यसको चाहिँ तै पनि मेडिकलको चाहिँ 4.5 लाख देखि 6.5 लाख सम्म लाग्न सक्छ। अब त्यो कलेज अनुसार कति लाग्न सक्छ त्यो बेग्लै कुरो हो। त्यस्तै इन्जिनियरिङको लागि 1.5 लाख देखि 2.5 लाख सम्म लाग्न सक्छ। त्यसका साथसाथै यदि तपाईले चाहिँ सीटीबीटीबाट स्कलरशिप पाउनुभयो भने, जस्तै अब स्पेशल स्कलरशिप हुन्छ, क्लासिफाइड स्कलरशिप हुन्छ, कुनैमा 100% छुट हुन्छ हैन। कुनैमा चाहिँ 50% तपाई कलेजबाट पनि, कुनैमा चाहिँ तपाई 50% कलेजबाटै पनि स्कलरशिप पाउन सक्नुहुन्छ चाहिँ फर्स्ट इयरको लागि हैन। यस्ता चाहिँ सुविधाहरू रहेको हुन्छन्। अब यसको स्कोपको बारेमा चाहिँ कुरा गरौँ। तपाईले यदि चाहिँ टेक्निकल कोर्स पढ्नुभयो भने तपाईको हातमा चाहिँ आफ्नै स्किल हुन्छ हैन। जस्तै अब तपाईले एचए पढ्नुभयो भने एचए आफ्नो पसल खोलेर बस्न सक्नुहुन्छ। तपाई लोकसेवा फाइट गरेर तपाई चाहिँ चिकित्सकको रूपमा काम गर्न सक्नुहुन्छ। तपाई यस्तै इन्जिनियरिङ फ्याकल्टीहरुमा चाहिँ यदि तपाई कम्प्युटर पढ्नु भएको छ भने तपाई चाहिँ कम्प्युटर अपरेटरको काम गर्न सक्नुहुन्छ। त्यस्तै सिभिल पढ्नु भएको छ भने सिभिलको आफ्नै लाइन हुन्छ हैन। यस्ता चाहिँ तपाईको चाहिँ धेरै अपर्च्युनिटीहरु हुन्छ। यसका साथसाथ तपाई चाहिँ ब्याचलर गर्दै तपाईले के हुन्छ भने सजिलो हुन्छ कि पढ्नलाई। त्यसका साथसाथ तपाई चाहिँ ब्याचलर गर्दाखेरि चाहिँ तपाईले पार्ट टाइम जबको रूपमा काम गर्न सक्नुहुन्छ। अब कुरा गरौँ नन टेक्निकल कोर्सको बारेमा। अब नन टेक्निकल कोर्स के हो यसको बारेमा चाहिँ कुरा गरौँ। नन टेक्निकल कोर्स त्यस्ता कोर्स हुन् जसमा चाहिँ स्किललाई कम हुन्छ हैन, थ्योरेटिकल नलेज बढी हुन्छ। अनि नन टेक्निकल कोर्स चाहिँ एनएबी द्वारा सञ्चालित हुन्छ भनेको जसलाई हामी +2 पनि भन्न सक्छौँ। यसलाई चाहिँ नन टेक्निकल कोर्स हो। त्यसमा तपाईले चाहिँ म्यानेजमेन्ट पढ्न सक्नुहुन्छ, ह्युम्यानिटिज पढ्न सक्नुहुन्छ, एजुकेसन पढ्न सक्नुहुन्छ, ला पढ्न सक्नुहुन्छ, बिजनेस स्टडी गर्न सक्नुहुन्छ हैन। यस्ता सब्जेक्टहरु तपाई चाहिँ नन टेक्निकल कोर्समा पढ्न सक्नुहुन्छ। अब नन टेक्निकल कोर्स पढ्नलाई चाहिँ तपाईले सी मा कति जीपी लागेको हुनुपर्छ त्यसको बारेमा छलफल गरौँ। यदि तपाई चाहिँ अब साइन्स भयो, ला भयो यस्ता सब्जेक्ट पढ्न चाहनुहुन्छ भने तपाईले एटलिस्ट सी मा 2 जीपी लागेको हुनुपर्छ हैन। त्यसका साथसाथै तपाईको इंग्लिश, साइन्स, म्याथ राम्रो हुनुपर्छ, 2 जीपी लागेकै हुनुपर्छ। अनि अरु सब्जेक्टहरुमा तपाई चाहिँ 1.6 जीपीए लाएर पास हुनुभएको छ भने तै पनि एडमिसन भइहाल्छ। अब कुरा गरौँ चाहिँ नन टेक्निकल कोर्सहरुको चाहिँ फी कति लाग्न सक्छ त्यसको बारेमा कुरा गरौँ। अब कुरा गरौँ नन टेक्निकल कोर्समा फी कति लाग्न सक्छ। अब 11-12 मा चाहिँ अब त्यो कलेज अनुसार हुन्छ, फेरि ठाउँ अनुसार फरक हुन्छ। गभर्नमेन्ट हो कि तपाईको प्राइभेटबाट पढिराख्नु भएको छ +2 चाहिँ त्यो अनुसार चाहिँ फरक हुन्छ। तै पनि अब प्रति इयरको चाहिँ एटलिस्ट चाहिँ अब गभर्नमेन्टको लागि भयो भने हैन तै पनि चाहिँ तपाईको 20,000 देखि 40,000 सम्म लाग्न सक्छ। फेरि सब्जेक्टको अनुसार फरक हुन्छ। साइन्स पढ्नुभयो भने त्यसको बेग्लै फी लाग्न सक्छ हैन। यदि तपाई चाहिँ अर्कै सब्जेक्टमा पढिराख्नु भएको छ भनेको चाहिँ
त्यही हो 20,000 देखि 40,000 सम्म लाग्न सक्छ। त्यस्तै यदि तपाईले साइन्स पढ्न चाहनुहुन्छ भने तपाईको यो चाहिँ 30,000 देखि 50-60,000 सम्म लाग्न सक्छ। यदि तपाई चाहिँ प्राइभेटबाट पढ्नुभयो भने चाहिँ साइन्स जस्ता सब्जेक्टहरुमा तपाईको धेरै पैसा लाग्न सक्छ। एटलिस्ट जस्तै कि कलेज अनुसार त्यो पनि फरक फरक हुन्छ। तैपनि मिनिमम चाहिँ तपाईको 50,000 देखि 60,000 पनि प्रति इयरको लाग्न सक्छ। यो सबै नलेज थियो हैन। अब यसको कुरा गर्नु चाहिँ स्कोप कस्तो छ +2 जस्तै अब तपाईले नन टेक्निकल कोर्स गर्नु भयो यसका स्कोप के छ। अब +2 गरेपछि तपाईले चाहिँ लोकसेवामा पनि तयारी गर्न सक्नुहुन्छ। जस्तै लोकसेवामा खर्दार सुब्बाको तयारी गर्न सक्नुहुन्छ। त्यसका साथसाथै तपाईले ब्याचलर पनि पढ्न सक्नुहुन्छ। त्यस्तै तपाई चाहिँ आइएलटीएस पिटी गर्न सक्नुहुन्छ चाहिँ विदेशमा पढ्नको लागि। त्यस्तै नेपालमा पनि तपाई ब्याचलर पढ्न सक्नुहुन्छ। यो थियो सम्पूर्ण ज्ञान चाहिँ सी पछि के पढ्दा राम्रो हुन्छ। आजको यो भिडियो तपाईलाई कस्तो लाग्यो त्यो कमेन्ट गर्नु होला। तपाई कुन टपिकमा बुझ्नु भएन त्यो पनि कमेन्ट गर्नु होला। फेरि भेटौँला अर्को इन्फर्मेसन भिडियोमा। तबसम्मको लागि जय नेपाल।